यो कुर्ती अनि त्यसपछि व्हाइट कलरको सुरुवाल डोलाई एउटा टी सर्ट ल्याउनु भयो। हेलो गाइज, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। फेरि पनि नयाँ दिन नयाँ भ्लग लिएर आइसकेको छु साथीहरू। म चाहिँ अहिले उता नास्ता खान जाँदैछु, सो सबैजनाले फुल वाच गरिदिनु होला भन्न चाहन्छु। अनि यहाँ चाहिँ मेरो बुढो यस्तै बसेर मोबाइल हेर्दै हुनुहुन्छ। अनि नास्ता खान जाने भनेको त हेर्नु त पानी परेर अहिले नास्ता खाने भनेर नास्ता खान जाने भनेर ठिक्क भएर बाहिर आएको त जोडले पर्यो पानी झन्। बिहान त अहिले बिदो भएको थियो, फेरि पर्यो गाइस, के गर्ने। अब चाहिँ एकछिनमा पानी बिदो भएपछि फेरि जान्छौँ हामी चाहिँ। यस्तो पानीमा कहाँ जानु है। अघिसम्म त परेको थिएन कि अहिले झन् पर्यो। ठ्याक्क हामी चाहिँ नास्ता खाने भनेर रुमबाट बाहिर निस्क्यौँ, अनि ट्याक्कै जोडले पऱ्यो साथीहरू। त्यहाँ जाँदाखेरि भिजिन्छ, खालि फोकटमा के भिज्नु भनेर अब चाहिँ एकछिन पछि जानुपर्ला बिदो भएपछि। यो पानी चाहिँ हिजोदेखि यस्तै गरिरहेको छ कि हिजोदेखि गरेको हो। यस्तो पानी पिर 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 हुन्छ, एकैछिन बिदो हुन्छ, अझ आउँछ, प्यार 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 गरिरहेको छ। आज चाहिँ उता पनि जाने मेरो काम थियो, भएन। न्यु रोडतिर जाम्ला भनेर सोचेको। आज बुढाको छुट्टी थियो, घुम्न जाने भने। यो पानीले गाइस कतै जान दिएको छैन हिजोदेखि त। पानी बिदो भएपछि जाम्ला भनेको त हो। यो पानी त झन् पो आउँदैछ, पिँदै हुन्न गाइस। 5 मिनट बिदो भइदिए नि हुने थियो। हामीले पानी पानीमा हिँड्दिन लाग्छ साथीहरू। हेर्नु न यहाँ हिलो यस्तो छ साथीहरू। मेरो बुढा दाइ अगाडि अगाडि, म चाहिँ पछाडि पछाडि। त्यो पार्टी खुलाउने अरे के मलाई लाउनु साथीहरू। देख्नु सक्नुहुन्छ पानी परेर यार झन्डै अगाडि खोज्न गएको म। हामी चाहिँ होटलमा पनि पुगिसकेँ। हामी चाहिँ नास्ता खाएर पनि यहाँ एटिएममा आइसक्यो। साथीहरू हामी चाहिँ घुम्दै घुम्दै आज पनि यहाँ पुगिसके, देख्न सक्नुहुन्छ। गाइस आजको दृश्य हेर्नुहोस्, कति सफा देखिएको छ आज पानी परेकोले गर्दा। यताउता देख्नु हेर्नु त कति राम्रो देख्छ। सुनसान छ आज। अर्कै देखा नि हिजो अस्तिका भन्दा मान्छे भरिएर हो क्या अरू दिन। पानी परेर सफा भएर कति राम्रो हो। लास जलाउँदैछन्। कति राम्रो मौसम गाइस हामी चाहिँ अहिले न्यु रोडतिर घुम्न आएको थिएँ। अनि अहिले घर जाँदैछौँ साथीहरू। हेर्नु न यहाँ सुमसाम भइसक्यो। अहिले कति 9:30 बजिसक्यो, त्यही भएर सबै सटरहरू बन्द भएर अहिले त कति सुमसाम देखिएको छ साथी। सो साथीहरू हामी चाहिँ हिजो रुममा पुगेर लास्टै थकाइ लागेको थियो बिहानदेखि घुम्दा घुम्दा। अनि खानासाना खाएर हामी सुतिहाल्यो साथीहरू। मैले भ्लग इन गर्न पाएको थिएन, सो
अहिले चाहिँ बिहान अर्को दिन हो अनि अहिले चाहिँ भवन इन गर्न लागेको साथीहरू। अनि इन गर्नभन्दा अगाडि के सपिङ गरेँ त त्यो देखाउँछु ल। यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ के ल्याएँ। यो चाहिँ कुर्ता भयो, यस्तो कुर्ता छ, यो कुर्ती अनि त्यसपछि यो गएर व्हाइट कलरको सुरुवाल, सल छैन यसको। अनि एउटा बडा ल्याएँ अनि यो चाहिँ मेरो बुढोलाई एउटा टी सर्ट ल्याउनु भयो बुढोले। अनि प्यान्ट अस्ति किन्नु भएको थियो अनि टी सर्ट मात्र ल्याउनु भयो। जुत्ता र टी सर्ट ल्याउनु भयो बुढाले चाहिँ। अनि प्यान्ट चाहिँ अस्ति किन्नु भएको थियो। सो मैले चाहिँ सुट मात्र किनेँ। अनि चप्पल यो सुटमा लगाउनलाई यो मोजा आइरहन गर्छौँ। अनि यो चाहिँ चप्पल भयो, यसमै सेट मिलाएर ल्याएको। अनि बुढोले साथीहरू जुत्ता त लगाइसक्नु भयो बिहानै लगाएर, अनि क्लास जानुभयो, त्यही भएर जुत्ता चाहिँ बाहिर नै छ। अनि मेरो जुत्ती चाहिँ यही नै हो, चप्पल। अनि हाम्रो न्यू इयर नयाँ सालको लागि यही हो साथीहरू सपिङ। सो साथीहरू अब चाहिँ भोलि सायद पशुपतिको दर्शन गर्न जान्छु होला। गएपछि म भ्लग त बनाइहाल्छु। र साथीहरू आजको भ्लग चाहिँ यति नै। के कस्तो भयो प्लिज लाइक, कमेन्ट, सब्सक्राइब गर्नु।